वचनमा जिउने हामी छोराछोरी सबैलाई थाहा छ, हामी वचनमा जिउन चाहन्छौँ। वचन पालना पनि गर्न चाहन्छौँ, वचनलाई मनन पनि गर्न चाहन्छौँ, वचनलाई अध्ययन पनि गर्न चाहन्छौँ। तर वचनले चाहिँ हामीलाई कुन बाटोतिर डोराइरहेको छ त्यो हामी हेर्न चाहन्छौँ। अब कतिको जीवनमा वचनले काम गरेको हुन्छ, गरेको हुँदैन। अब कुन तरिकाले तपाईँले वचनलाई ग्रहण गर्नुभएको छ? वचन तपाईँको जीवनमा त्यो वचनले काम गर्नुभन्दा अगाडि तपाईँ वचनसँग कुरा गर्न जरुरी छ। अनि बल्ल वचनले तपाईँभित्र देहदारी रूप गर्छ, बल्ल वचनले तपाईँभित्र काम गर्छ। जस्तै गरी परमेश्वर वचनमा हुनुहुन्थ्यो, आदिमा परमेश्वर हुनुहुन्थ्यो हैन, वचनले चाहिँ के गर्यो त? देहदारी रूप लियो। त्यसै गरी वचन जब तपाईँले ग्रहण गर्नुहुन्छ नि, वचन ग्रहण गरिसकेपछि त्यो वचनलाई आफूभित्र तपाईँले जब निम्त्याउनुहुन्छ, वचनसँग तपाईँ कुरा गर्नुहुन्छ, अनि वचनले बल्ल तपाईँसँग काम गर्छ क्या। अनि बल्लमा बल्ल मात्र तपाईँको जीवनमा त्यो वचनले चाहिँ अनौठो र अद्भुत तरिकाले काम गर्छ। आमीन।